के गर्दैछौ त तिमीहरूले? अनि हामीले डेकोरेसन गर्ने हैछ। अनि ल तयारी हुँदैछ। स्वागत छ। ए हो र आएकै छैन कसरी स्वागत? ठुलो भा ए ठुलो भा ठुलो बुढीवाला अनि रातिको लागि तयारी निद्रा पुर्याएर यहाँ चाहिँ के हुँदैछ? खिरको तयारी। दिदीले खिर घोटेको अघि नै बिहानैबाट 5 बजेबाट केपीलाई जेल लाँदाखेरिबाट गरेको यहीँ अझै पनि घोट्दै हुनुहुन्छ। केपीलाई खिर खुवाएर पठाउनु मिठो नमिठो खाला नखाला। डेकोरेसनको काम हुँदैछ हैन? एकदम राम्रो देखिएछ चट्ट लाएर। यहाँ केटाकेटी खेल्दैछन् हैन? यहाँ चाहिँ के हुँदैछ? भाडा टल्काउने काम भइरहेको रहेछ। यता के हुँदैछ त? यहाँ खिर पाक्दै रहेछ हैन? खिर पकाएको मासु बिहानै पकाएर ल्याएको खिर पकाउने मान्छे अब कोही सरेनन्। अब मेरो हुनेवाला छोरीको बेबी सावर कार्यक्रम छ अरे भनेर खिर पकाएको अब ज्वाइँ सम्झिँदैन कस्तै आउनु नि अनि यहाँ चाहिँ के हेर्दै हुनुहुन्छ त फेरि? एउटा हातमा त फोन छ त। हेरेको छु मैले यता सबै गरेको हो ल राम्रो। जमुना छिन् ए मनिषा रहेछन्। जमुना खै त यहाँ रहेछन्। उनीहरूले बिन्दुलाई पर्खालाई कपडा कता खान्छ फेरि त्यसो भए? तिमीहरू त लाएछौ झिलिमिली भएछौ होइन? पर्खालाई कुन मिल्छ खै? पर्खालाई जाँड टी सर्ट लगाइ बाउ सुत भन्ने जाँड टी सर्ट लगाउने। विष्णु भाइलाई ल्याइदिएको कि नै कोट? म त जम्दैन कि मै। यता पनि छोरीहरू एउटै पुतली यहाँ भइछन्। यता हेर पुतली, अर्की पुतली, ए पुतलो उठ। ल आजको कार्यक्रम अब स्थगित होला जस्तो छ। प्रकाश बिन्दु चाहिँ नआउने जस्तो कुरा छ। सरप्राइज दिम भनेको आज चाहिँ उफ्रिनु मिल्दैन नि त। अब चाहिँ बच्चा पेटमा भएपछि त्यही भएर नि होला। किशोरले अस्तिदेखि भाँडा माजेर भ्याउ नआउने भनेपछि खानेकुराहरू रेडी छन्। खिरले घिउ छोड्यो, यता मासुले रोगन छोड्यो। केटाकेटी पनि सुत्ने बेला भयो। कुर्दै दिन गयो, रात पनि जान लाओ। प्रकाशहरू आउने छाँटकाँट गरेनन् होइन? अब हामी चाहिँ खाने मेसोतिर लागियो। अहिले आएछ भने सँगै फेरि खान सकिन्छ। यस्तो छ भव्य। केही भन्नु छ? केही गाली गर्न छ? यदि आउँदै आएन भने हामीले के गर्ने? यो उठाएर लिएर जाने त होला नि उहीँ होइन यसो गर्ने, जमुनाको पुलमा बेलुन राखेर त्यो विष्णुको जमुनाको बेल स्याहार गर्ने। त्यस्तो हुन्न नि। लिएर जाने उही घन्टी आन्न। राति 12 बजीसम्म आएन भने उठाउने र गाडी हालेर जप्प लिएर जाने चप्पै उही। जुलुको उठाउने एउटा लिनलाई कि कसै गाडी बोलाउने। ल वेटिङमा छौँ सबै। गाह्रो छ।
यता खाना रेडी हुँदैछ होइन, यता खिर रेडी भइसकेको छ, यता दिदीले दही चिउरा बनाउनु हुनुहुन्छ, उपस्थिति भइसकेको छ, अचार पिरो फर्स्ट माम खान्छ आइसके, उसको पालो यिनीहरू त्यहाँ दिउँसैबाट थके देखे हम यहाँ रेडी हुँदैछन्। अब चाहिँ हामीले केक काट्न गइरहेका छौँ ल। Have a safe delivery हो क्या अब त? वेलकम हेल्थ। नमस्ते ल है दारस दाइ अझै जाओस् न, यति हो र? एकदम हेल्दी बेबी हेल्दी मदर्सको लागि चाहिँ वेल विसेस छ होइन, फादर छैन नि मदर छ बेबी। तपाईँले त्यही छोयो हुन्थ्यो नि शुभकामना होइन, सुरक्षित स्वस्थ मिठो रहन्छ। पुरै खानुपर्छ। मैले त उल्टो खाम कसैले दिनु टिका लगाइदियो दसैँको दिए खाम पकाल धेरै त्यत्रो किन धेरै खुवाइ घरले छोरो जन्मिन्छ भनेर होला नि। एउटा जीवनलाई जो दिने जीवनबाट जीवन दिने योभन्दा ठुलो के हुन्न। मैले थाप्छु एकदम धेरै अलि हल्का भयो म चाहिन्न परो होइन त्यही त भन्नाले शुभकामना धेरै धेरै आजबाट भाउ त पार्टी गर्नु भएन, छोरालाई पार्टी गर्नु गराइयो भन्छन् कि जस्तो। पार्टी यस 18 वर्ष भएपछि हामीले त्यसलाई शिक्षा दिन्छ। केटाहरूलाई उता ल गाइस वेलकम टु प्यारेन्टहुड है त। Thank you everyone for watching and making our day special.